भन्छु कसैले त यसो सुनिटो पाल्छन् कोही त सुन्दैनन् ती नसुन्नेलाई पनि चाँडै उहाँलाई घोडा टेकाउनुहोस् है भनेर प्रार्थना गर्छु। बाबा अन्तिममा आफ्नो इष्टमित्रहरूलाई एउटा सन्देश दिँदाखेरि तपाईँले जसरी शान्ति आनन्द पाउनुभयो होइन त्यसरी नै सबै इष्टमित्रहरूले पनि शान्ति आनन्द पाउनुपर्छ। म चाहिँ कसरी भन्छु भने परमेश्वरको वचनले भनेको छ तिमीहरू मात्रै आत्मा बचाएर केही काफी छैन। संसार धन सम्पत्ति हात पारेर पनि आत्मा गुमायो भने के नाफा हुन्छ? त्यो कारणले संसारको मान्छेले सबैले आत्मा बचाउनु परमेश्वर पाउन सकुन् भनेर म त्यही प्रार्थना गर्दछु, आशिष पनि त्यही दिँदछु। अनि परमेश्वरको वचन के भनेको छ एउटा कुरो तपाईँले नि बुझ्नुहुन्छ पढेको मान्छे तिमीहरूको हात जहिले पनि माथिबाट परोस् भनेको छ है। त्योभन्दा ठुलो आशिष के छ? यहाँ दिने मान्छेको जहिले माथि हुन्छ होइन। त्यही हो मेरो आशिष सबैलाई। अनि मैले यहाँ अब नरिवलहरू बाँड्छु, मिठाईहरू बाँड्छु, बाँडिराख्नुहुन्छ। के भन्छु भने अरू कुरो नहोइन अरू कुरो जित्दै हो के भनेर आशिष दिनु तपाईँले भने दिनु पुग्छ भनेर आशिष दिन भनिदिन्छु म। अहिले 13 वर्ष 14 वर्ष भयो होइन।